सन्दीप लामेछानेलाई केही अनुहारका सुन्दरीहरूले यो तिहारमा भाइ बनाउने भएका छन्। यु हर्ड इट राइट गाइज। तर भाइटिका नै भन्नुपर्दा सन्दीपजीलाई चाहिँ होइन, हामी 18 भन्दा अब हो नि त। द प्याराडाइम टिभीको रिसेन्ट एपिसोडमा सम लेडी इन्फ्लुएन्सर्सलाई क्वेसन सोधियो, कुशल भुर्तेल और सन्दीप लामिछानेमा कसलाई चुज गर्नुहुन्छ भनेर। नाउ द्याट वान सिम्पल क्वेसनले यतिखेर सोसियल मिडियामा एज वेल नेपाली क्रिकेट वर्ल्डमा पुरा हंगामा मचाइरहेको छ। खास कुरा इन्फ्लुएन्सर्सहरूले हाँसी मजाकमै भने सन्दीपजीलाई त भाइटिका नै होला। एन्ड द अदर वान मकिङली सेड हामी त 18+ हो नि त। त्यो लाइनले सन्दीपलाई ब्याडली हर्ट गरेछ र उनले डिरेक्ट सोसियल मिडियामा यस्तो लेखेका छन्, मोकिङ समवन्स लाइफ फ्रम अ युट्युब चेयर, सेम अन यु सो कल्ड इन्फ्लुएन्सर्स। नाउ लुक, एलिगेसनको कन्टेक्स्ट त सबैलाई थाहा नै छ। 2022 मा उनलाई एक्युज गरिएको, लोअर कोर्टले सजाय दियो, हायर कोर्टले पछि इनोसेन्ट डिक्लेयर गरिदियो। बट डिस्पाइट द्याट एभ्री न्यू क्लिप एन्ड कमेन्टले रिकग्नाइज द सेम पेन। अभियसली द क्वेसन इज, कसरी एकजना व्यक्तिको जिन्दगी सोसियल कन्टेन्टको लागि स्न्याक बन्छ? कति सजिलो भएछ अरूको पास्टमाथि कन्टेन्ट बनाएर भ्युज पाउन। मेबी सन्दीपले जे भन्न खोजेका हुन् त्यो उसको इगो हुनसक्छ, और मेबी हि इज सिक अफ इट अल। हामी सबै फ्री स्पिचमा विश्वास गर्छौँ, तर फ्रिडम साथै आउँछ रेस्पोन्सिबिलिटी पनि। पब्लिक फिगरलाई मोक गर्नु रमाइलो देखिन सक्छ, तर समडे द्याट सेम प्रेसर मे ब्रेक अनदर यङ सोल। सो नाउ द रियल क्वेसन, के सोसियल प्लेटफर्मले हाम्रो भोइस एम्प्लिफाई गरेको छ कि हामीमा भएको एम्प्याथी भन्ने कुरा नै खतम बनाएको छ? एन्ड गाइज, वेयर डज द लाइन स्ट्यान्ड बिट्विन ह्युमर एन्ड ह्यारासमेन्ट?